उठाउने श्वास पुरै भर्ने। नम्बर 2 श्वास भर्ने। नम्बर 3 पहिला हिपलाई टुस्याउने। सकिन्छ यसरी दायाँ बायाँ लपक्कै खुट्टा हात टेक्ने खुट्टासँगै सकिँदैन यति त्यति सकिँदैन यति आफ्नो अवस्था हेरेर गर्ने। नम्बर 3 पुरै श्वास छोड्ने। नम्बर 4 बेली घुँडा टेक्ने कम्मरलाई दबा पुरा श्वास भर्ने आकाशतर्फ हेर्ने पुरै श्वास भर्ने। नम्बर 5 दायाँ बायाँ हात राख्ने दाहिने खुट्टा पछाडि लाने अलि पछाडि भयो भने अलि अगाडि सारेर मच्चक टेक्ने हातका बिचबाट शिरलाई छिराउने नाभि हेर्ने पुरै पर्वत बनेर नाभि हेर्ने कोसिस श्वासलाई पुरै छोड्दिने श्वासलाई पर्वत। नम्बर 6 घुँडा टेक्ने छाती टेक्ने पिउडा टेक्ने हिपलाई थोरै उठाउने श्वास सामान्य लिन दिनु बराबरी। नम्बर 6 मा 8वटा अङ्गले मात्रै हाम्रो पृथ्वी धरती मातालाई स्पर्श गर्छ 8वटा अङ्गले मात्रै। नम्बर 6 मा श्वास लिन दिने बराबरी। नम्बर 7 सकिन्छ पन्जा र हातले मात्रै टेकेर पुरा आकाशतर्फ हेरौँ कम्मरलाई दबाब दिउँ श्वास पुरै भरौँ पुरै श्वास। नम्बर 8 फेरि पूर्ण पर्वत यसरी अलि अगाडि खुट्टा लिएर मच्चक टेकौँ हातका बिचबाट नारीका बिचबाट शिरलाई छिराउँ नाभि हेरौँ पुरै पर्वत बनेर श्वासलाई पुरै छोडौँ पुरै श्वासलाई छोडौँ पर्वत जस्तै बनौँ। नम्बर 9 देब्रे खुट्टा अगाडि ल्याउँ दाहिने घुँडा टेकौँ कम्मरलाई दबाब आकाशतर्फ पुरा श्वास भर्ने पुरै श्वास। नम्बर 10 अब देब्रे खुट्टाको दायाँ बायाँ हात दाहिने खुट्टालाई यहाँ अगाडि ल्याउँ हात मच्चक टेकौँ पुरुलाई तन्नक्क तन्काउँ श्वास पुरै छोडौँ पुरै छोडौँ। नम्बर 11 यीबाट हात जोड्दै जोड्दै हातलाई तन्नक्क सूर्य भगवान गरेको पुरा श्वास भरौँ और गऱ्यौँ। नम्बर 12 यीबाट हात जोड्दै कुइना जोड्दै हिँड्दै अगाडि श्वास सामान्य लिन दिनु बराबरी। श्वासको बारेमा नि